जय मसी म ठिकै छु। जहीँ कस्तो हुनुहुन्छ? छोरी छोरी मेरो सबै आफन्तहरू मलाई भेट्न आए। म चाहिँ उता न यता भइरहेछु। अब यस्तै छ। अब जे होस् जसरी भए पनि भेट हुन सक्यो। वरिपरि बसेर खाना खायौँ, वरिपरि बसेर बात माऱ्यौँ। यस्तै हो। अब शरीरमा छौँ, संसारमा छौँ। हजुर अब सबै स्पष्ट बोल्न नसकेकोमा क्षमा प्राप्ति छु। किन रोगले गर्दा मलाई सताइराखेको छ। र पनि तपाईँहरूले माया मार्याउन आयो सबैजना। मेरो लागि प्रार्थना गरिदेऊ। प्रार्थना नै प्रभुको हतियार हो। हो नि, एकदम तपाईँलाई भेट्नलाई हामी पनि अस्तिदेखि आउन खोजिरहेका थियौँ। अनि यसपालि छुट्टीको मौका परेर सबैजना हामी आएको छौँ। मैले नि सुने आउँदैछन् कुमार, माथि हाम्रो कुमार, तल कल्पना, तपाईँहरू दुईजना आउँदैछन्। सबैजना नाति नातिनाहरू लिएर भनेर अस्ति नै सुनेको। मैले सुनेको मात्रै नै, अब के गर्नु, देख्न त्यतिखेर देख्न पाइएन। र पनि जे होस्, अहिले तपाईँहरू आइदिनु भएर भेट हुन सक्यो। अब नमरी बाँचे दैवले साँचे भन्ने एउटा नेपालीको उखान छ। अब फेरि भेटौँला, उतै भेला भएर सङ्गति गरौँला। भेटिन्छ नि। अब कहाँ, अब सधैँभरि बिरामी भएर कहाँ बस्ने हो त? अनि अब तपाईँ जाति भइसक्नु भएको छ। त्यसो भनिदिनु छौ र मलाई साह्रो खुसी लाग्छ। अब यहाँ हामी जस्तै तपाईँ त्यहाँबाट यहाँ अहिले आएर यहाँ काका घरमा आएर पनि बसेर मजाले गफ गरिरहनु भएको छ। ल अब अनि हामी त अब आइतबार फर्किन्छौँ। ए छिटै फर्किनु रहेछ। सेवा सकेर हामी फर्किन्छौँ ल सबैजना। अब हिउँ पर्दैछ भन्छन्, कसरी जान्छौ? हिउँ पर्दैछ। अब आज भोलि त बस्छौँ नि त, राम्रो हुन्छ होला पर्सि। आइतबार भोलि कि पर्सि हो? भोलि शनिबार, ए पर्सि आइतबार। अब यी नाति नातिनाहरूलाई प्रभुमा कसरी जिउनुपर्छ भनेर भन्नुहुन्छ। कसरी जियोस् यो नाति नातिनाले भनेर जिउनु पर्छ नि। अब प्रभुमा भएर प्रभुको इच्छा अनुसारको हुनुपर्छ। नानीहरू मसिनो भए पनि आमा बाबाले भनेको कुरा बुझ्दछन्, धेरै जसै बुझ्दछन्। नबुझे पनि बढ्दैछन् नि, बढेर बुझ्छन् भन्न चाहन्छु। बुझ्नु पर्यो। अनि प्रभुको शिक्षा चाहिँ आमा बाउले नानीलाई सिकाउनु पर्यो, होइन? हो नि। जसरी तपाईँहरूले हामीहरूलाई सिकाउनु भएको छ त्यसरी नै आमा बाउले पनि नानीहरूलाई सिकाउनु पर्यो, होइन त बाबा? हो नि। ल अब साह्रो पर्यो होला, अब राखौँ। हुन्छ, जय मसी बाबा। जय मसी। ल कसैलाई केही भन्नु छ? त खुसी छस् हामीलाई भेटेर? एकदम खुसी छु। आइम सो ह्यापी तपाईहरु आउनु भयो। एकदम खुसी लागिरहेछ। मेरी क्रिसमस एन्ड ह्यापी लाटेलाई देमेसी Happy New Year. काका केही भन्नु छ? सबैलाई जय मसी। देमेसी आज सबै आफन्तहरू नातेदारहरू सबै भेला भएर फोटो खिचेको छौँ, खाना खायौँ, यसमा धन्यवाद। यति नै। काकी देमेसी ठिकै हुनुहुन्छ? ल अरुणलाई केही भन्नु छ? के भन्छ? केही भन्नु छैन। अब यसको चाहिँ आयो आज
पुरानो थियो झुक्काएर आयो आज हो बाबै घरमा आएर बुहारीलाई घरमा छोडेर आइस के छ कुरा चाहिँ बुहारीले जाउँ भनेको 14 घन्टा कुदाएर सक्दिनँ भने के गर्नु अब नल्याउनु कुद्नु सक्दिनँ भने यहाँ माइजूलाई जेठी माइजू माइजूलाई ल केही भन्नु छ जय मसी सबैलाई जय मसी एकदमै खुसी लागिरहेको छ सबैजना आउनु भएको छ होइन फ्यामिली टाइम राम्रो भइरहेको छ अनि अब हाफ अफ द फ्यामिली उता हुनुहुन्छ सिन्सिनाटीमा उहाँहरूलाई पनि धेरै मिस गरिरहेको छु अब ल यति नै भन्न चाहन्छु जय मसी प्रकाश म लाइट बस्ने मान्छे हो प्रकाश द्याट्स युवर हाउस सबैजनालाई मेरी क्रिसमस धन्यवाद छ सबै परिवार आइदिनु भएकोमा र सबै परिवार त यहाँ हुनुहुन्न तैपनि अहिले सबैजना आइदिनु भयो धेरै धेरै धन्यवाद छ विशेष गरी परमेश्वरलाई यो समय बिताउनु भयो मेरी क्रिसमस अगेन सबैजनालाई मेरी क्रिसमस अभिषेक जय मसी आपालाई भेटेर खुसी लाग्यो काका काकीलाई मामालाई सबै परिवारहरूलाई अब यसरी फेरि फेरि भेट्नु आउँ हामी आइरहनु पाऊँ सबैलाई भेटिराखौँ हुन्छ अनि विशेष परमेश्वरलाई धन्यवाद अनि एकदम हामी खुसी छौँ जसरी आज यो 2025मा चाहिँ यसरी हामी सबैजना बाबाको परिवार काकाको परिवारसँग भेटघाट भयो एकदम क्रिसमसको लागि अनि एकदम शुभकामना छ अनि सबैजनालाई एकदम ह्याप्पी क्रिसमस भन्न चाहन्छु मबाट अनि एकदम 2025मा जसरी हामी यसरी रमाइलो भेटघाट भयो आउने वर्ष पनि हामी यसरी नै रमाइलो गर्न सकौँ हुन्छ सबैलाई जय मसी जय मसी सबैजनालाई जय मसी सबैजनालाई हामी आज स्प्रिङफिल्डमा आएको छौँ पुरानो ठाउँमा एकदमै रमाइलो भएको छ विशेष गरी त बाबा बिरामी हुनुहुन्थ्यो र बाबालाई हेर्न आएका थियौँ आज बाबाको धेरै उज्यालो भएको छ अनुहार पनि उहाँ हामीसँग बसेर खाना खाइदिनु भयो बातचित गरिदिनु भयो सबैजनालाई विशेष गरी आफ्नो आफन्त मण्डली परिवारलाई उहाँको निम्ति प्रार्थना गरिदिनु भएको लागि धन्यवाद दिन्छौँ अझै पनि तपाईँहरूले उहाँको निम्ति प्रार्थना गरिदिनु होला फेरि आगामी दिनमा नि अझै राम्रो भइकन उहाँको स्वास्थ्य लाभ भएको होस् अनि स्वास्थ्य लाभको कामना गर्दै प्रोग्राम नि हामी धन्यवाद दिन चाहन्छौँ उहाँलाई यति राम्ररी हिल गर्नुभएको छ अनि मेरी क्रिसमस लेट मेरी क्रिसमस सबैजनालाई धन्यवाद सबैलाई जय मसी अत्यन्तै खुसी छौँ प्रभुलाई पनि धेरै धन्यवाद होस् हामी सबै परिवार यो 2025को यो अन्तिम महिनामा डिसेम्बरभरि नै ह्याप्पी क्रिसमस हो एउटा जुन क्रिसमसले उत्साह उल्लासहरू ल्याएको छ हाम्रो हरेक जीवनमा त्यस प्रकारको उल्लास उत्साहहरू आउन सकोस् जसरी प्रभु यीशु ख्रीष्ट संसारमा गाईको गोठमा जन्मिनु भयो आज उहाँ हाम्रो हृदयमा जन्मिनुपर्छ हरेकको हृदयमा जब प्रभु जन्मिनुहुन्छ तब साँचो क्रिसमस त्यतिखेर हुन्छ त्यसै कारणले गर्दाखेरि यो क्रिसमसको उपलक्ष्यमा दाजु दिदी बहिनी भाना भान्जीहरू सिन्सिनाटीबाट यहाँ बाबालाई हेर्नका लागि र भेटघाटको लागि आउनुभयो हामी अत्यन्तै खुसी छौँ बहुतै खुसी भएका छौँ प्रभुलाई यो खुसियालीमा प्रभुको महिमा भएको होस् र यस्तै समयहरू आउँदो दिनहरूमा पनि हामीले बिताउन सकौँ र यो नयाँ साल आउनै लागेको छ र यो नयाँ सालमा हामी अझ उत्साहित भएर नयाँ प्रकारले प्रभुमा बढ्दै जानको लागि प्रभुले हामीले सहायता गरेका हुन् र विशेष गरेर बाबा धेरै अन्तिम अवस्थामा उहाँको बिरामले धेरै कमजोरी बनाएको थियो धेरै बिमार भएको कारणले गर्दा धेरै सिकिस्त हुनुहुन्थ्यो तर प्रार्थना डाक्टरहरूको ट्रिटमेन्टले गर्दाखेरि अहिले बेटर हुनुभएको छ र सबै सन्तहरू जतिजनाले प्रार्थना गरिदिनु भयो हामी आभारी छौँ हामी परिवार सम्पूर्ण परिवार तपाईँहरूप्रति धन्यवादी र प्रभुप्रति धन्यवादी हुन चाहन्छौँ र बाबालाई सुस्वास्थ्य होस् फेरि पनि राम्रो प्रकारको हेल्थ भएर फेरि पनि प्रभुको सेवामा लागिराख्न यो एउटा पाको उमेरमा अझ अरूको लागि उदाहरण अरूको लागि एउटा गवाई बन्नको लागि प्रभुले सहायता गरेको हुन् र यति भन्दै फेरि पनि अन्तिममा ह्याप्पी र मेरी क्रिसमस टु यु अल थ्याङ्क यू जय मसी जय मसी
बाबा केही भन्नुहुन्छ अन्तिममा? छैन मेरो केही पनि। ल हुन्छ, धन्यवाद। जय मसी। सबैजना भेला भएर यसरी खाना खायो, फोटो खिच्यो, सबैजना खुसी छु। ल हुन्छ, ल हुन्छ सुजन, धन्यवाद सबैलाई। जय मसी। टाउको दुखेको चिसोमा बाहिर गएर होला नि त। थिम्पूबाट झरिहाल्ने अरू छोरी हो। ल आउनु मलाई भेट्नु। हामी सबै गएर आन्टीकोमा बस्नुपर्छ अनि उनीहरू माथिबाट आउँछन्। ए अहिले जयगाउँमा छ अहिले। म जाँदा पनि आन्टीकोमा बस्यौँ। आन्टीकोमा बस्यौँ अनि सबैजना त्यही भेटघाट गरेको। बिर्खा हजुरबा जाँदा पनि त्यही भेट भएको आन्टीकोमै, त्यसको आन्टीकोमै सबैजना। अब तपाईँ जानुभयो भने पनि त्यही भेट हुनुपर्छ। तर छिटो छिटो खानासाना खाएर डह्रो हुनु पर्यो नि त। खै नातिनी मेरो नातिनी Say hello, Grandpa. छोरा त ठुल्ठुलो छन्, इन्डियामा पढ्दैछ, 2टा छोरा पाउँछन्, पढिसकेर उता गएको पढ्नु, कलेज पढ्नु बाहिर। कलेज कन्टिन्यू गर्नुभएको उतै पढ्नु, राम्रो ठाउँमा पढ्नु गएको। अब 1.5 वर्षमा पढिसक्छन् अरे नातिहरूले। बाबा अब उता जाने अरे सिन्सिनेटी यो घर बेच्नुलाई चिठी आइरहेको छ। खोइ त बेच्दैन नि त अनि। मेरो जेठाजु हुनुहुन्छ कि भेनाको दाजु, भेनाको दाजु, यता भाउजू भेनाको। सिन्सिनेटी सर्नु हुने छोराबाले सरौँ भने त्यसरी हाल्छ। हुनुहुन्थ्यो के अरे मान्दैनन् कि भन्ने कुरा सोध्नु चाहिँ पर्यो। अब एक्लै जाउँ भन्दा म एक्लै जान नि सक्छु, ज्वाइँकोमा बस्न सक्छु, छोरीकोमा बस्न सक्छु। हो नि त नि, छोरा छ जसो उसकोमा बस्न सक्छु होइन। सबै सारेर एकै ठाउँ बस्न चाहिँ यताबाट नि यताबाट नि यताबाट नि सबैतिर ग्रुप हुन्छ, भेट गरेर बस्न सजिलो हुन्छ। फेरि बस्नु त बोलाएको बोलाइछन् नि, यहाँ राम्रो छ आउनुहोस्। क्यारिगर पनि यहाँ त डबल पाउँछ। धनबहादुर छन् नि त हाम्रो भाइ, धनबहादुर को छ नि रिसर्चमा? धनबहादुर मेरो प्रेमको बाबा धनबहादुर हो र उहाँको नाम? धनबहादुर। ए उसले नि बोलाइरहेको छ। अब यहाँ छोरीले पनि, छोरी दुईटैले पुत्रै सरौँ बाबा भनिरहेका छन्।
उनीहरूले भनेको नि नराम्रो तपाईँले त्यहाँ पनि त केही पाउँछ नि पाउँछ पाउनु त धेरै थोर जस्तो जति पाउँछ त्यतिमा सन्त गर्नुपर्छ नि नपाउने चाहिँ होइन अब त्यही पाउनेमै काम गर्छिन् त्यही मिलाउने पैसा अब कति पाउने के कसलाई लाउने निकाल्ने काम उसकै हो कल्पनाले भट्टाको काम त्यही मिलाउनेमा काम गर्छिन् नि त त्यसो भए सजिलो हुन्छ नि अहिले अब अलिक धेरै राम्रो भइसक्नु भयो नि त अब अलिक राम्रो हुनुपर्छ अनि राम्रो भएर चाहिँ जानुपर्छ